अहिले हामीहरूसँग बाँच्नको निम्ति समय नै छैन, प्रेमको निम्ति समय छैन, रमाउने, खुसी हुने, आनन्द लिने समय नै छैन। यी सबै अर्थपूर्ण कुराहरूलाई हामीले भोलिको निम्ति साँचेर राखेका छौँ। भोलि खुसी हौँला नि, भोलि प्रेम गरौँला, भोलि रमाउला। अनि आज त धेरै पैसा जम्मा गर्नु छ। यति मात्रै? यतिले त पुग्दैन त। अझै धेरै जम्मा गर्नु छ। अझै धेरै पावर, अझै धेरै शक्ति, अझै धेरै सरसामानहरू जम्मा गर्नु छ आज। समय कहाँ छ अहिले? भोलि है त। अनि त्यो भोलि कहिले आउँछ त? भनिसके त, भोलि आउँछ। इभेन्चुअल्ली एक दिन हामी यी सबै अर्थपूर्ण कुरोहरूलाई पन्छ्याउँदै, साइड लगाउँदै, अगाडि बढ्दै ती सरसामानहरू जो हामीले जम्मा गऱ्यौँ त्यसैको बोझले दबिएको पाउँछौँ। जो सक्सेस भनेर हामीले बुझेका छौँ, पैसा, त्योभन्दा बाहिरी सक्सेस हामी जस्ट इग्नोर गर्छौँ। यी सबै कुराको पछाडि भाग्दा भाग्दै त्यो सक्सेसको सिँढीको सबभन्दा माथिल्लो लेयरमा हामी पुग्नेछौँ। अवश्य त्यो सिँढीको सबभन्दा माथिल्लो भागमा हामी पुग्नेछौँ। तर त्यसपछि कहाँ जाने त्यहाँ कुनै ठाउँ पनि छैन। र जति पनि अर्थपूर्ण कुराहरू थिए तीलाई त हामीले पछाडि लत्याएर आइसक्यौँ, छोडेर आइसक्यौँ। र जति पनि व्यक्तिहरू त्यो लेभलमा पुग्नु भएको छ अहिले, उहाँहरूले पनि फर्केर अरूलाई यो बताउन सक्दैन कि बाँच्नै भुलेर, रमाउनै भुलेर यहाँ आउने दौडधुपमा मात्रै नदौड, यहाँ त्यस्तो केही पनि छैन, त्यो कुरा बताउन सक्दैन। किनकि यदि त्यस्तो बतायो भने बाँकी सबैले के भन्छ? बेवकुफ भन्छ। जीवन पुरा त्यसैको पछाडि लगायो, त्यहाँ पुग्यो अनि त्यहाँ पुगेर अब केही पनि छैन भन्दैछ। कस्तो बेवकुफ मान्छे रहेछ। यही डरले पनि जति पनि व्यक्तिहरू त्यहाँ पुगेर जुन महसुस गर्नुभएको छ, रिग्रेट फिल हुँदैछ नि, जीवनलाई मैले राम्रोसँग बिताएन, अन्नेसेसरी कुराको पछाडि भागेर मात्रै म यहाँ आइपुगेँ, अब अरूले के सोच्छन् मेरो बारेमा यदि मैले बताएँ भने यहाँ केही छैन भनेर, यो सोचमा रमाएको अभिनयमा लिप्त छन्। यस्तो देखाउँछन् कि होइन ठिक छ, यहाँ सबै कुरा छ, यहाँ रमाइलो छ। के भन्दैछ यसले? रमाइलो छ या खालीपन भइरहेको छ? कस्तो पीडादायी अवस्था होइन? सम्पूर्ण जीवन त्यसैमा लगायौँ, अब त्यो अवस्थामा पुगेर अर्थपूर्ण कुराहरू, माया, प्रेम, सम्बन्ध, परिवार, बाँच्ने, जिउने अनुभवहरू के पनि छैनन्। खाली छु। हातमा के छ? मैले जम्मा गरेका सामानहरू छन् र मैले खर्चै नगरेर, जिउनै भुलेर, मरेर आफैलाई निचोरेर फेला गरेको, जम्मा गरेको धन सम्पत्ति छ। तर पनि खाली महसुस भइरहेको छ। जिउनु र जीवित हुनु धेरै फरक छ। जीवित त जनावरहरू पनि छ, पक्षीहरू पनि छ, जिउँदैछ नि, मरेको छैन। तर जिउनको निम्ति समय चाहिन्छ। त्यो समय कहाँ छ त? प्रेम गर्नको निम्ति समय कहाँ छ त? रमाउनको निम्ति, खुसी हुनको निम्ति, आनन्द लिनको निम्ति समय कहाँ छ त? मलाई जीवन अझै धेरै अर्थपूर्ण लाग्न थाल्यो, झन्झन एकदम मिनिङफुल महसुस हुन थाल्यो जब मैले यो सानो फ्याक्ट बुझेँ कि आई विल नेभर गेट दिस मोमेन्ट ट्वाइस। जुन समय अहिले मसँग छ त्यो मैले फेरि दोहोऱ्याएर कहिले पाउँदैन। एकपटक समय बित्यो त बित्यो। हामी मानवहरूको सबैभन्दा मूल्यवान वस्तु भनेको समय हो। हामीलाई जिउनको निम्ति जति चाहिन्छ त्यति पैसा हामीले फेरि पनि बनाउन सक्छौँ, फेरि कमाउन सक्छौँ। तर समय हामीले न त त्यसलाई बनाउन सक्छौँ, न त त्यसलाई कमाउन सक्छौँ। एकपटक समय बितेर गयो त सधैँको निम्ति गयो। मैले त्यस्तो कुनै पनि आइडिया सिकेको छैन अझसम्म कि मैले मेरो समयलाई फिर्ता लिएर आउन सकौँ, फेरि बितेको समयलाई दोहोऱ्याएर म बाँच्न सकौँ। त्यस्तो खाले आइडिया, त्यस्तो खाले जानकारी मसँग छैन। यदि तपाईँले त्यो सिक्नुभएको छ भने मलाई पनि बताउनुहोस् कि म मेरो समयलाई कसरी फर्काएर लिएर आउँ र त्यो समय फेरि बाँचेर हेरौँ। जे कुरा अर्थपूर्ण छन् त्यो कुराहरूलाई इग्नोर नगर्नुहोस्। हामीलाई बाँच्नको निम्ति पैसा चाहिन्छ, तर यसको अर्थ यो होइन कि बाँच्नै भुलेर चाहिन्छ। समय र पैसाको मेल छ नि, धन सम्पत्ति, यसलाई एउटै लाइनमा लिएर जानुपर्छ। जिन्दगी मिनिङफुल लाग्छ। यदि मैले जिन्दगीभरि मरेर सबै जम्मा गरेँ र लास्टमा न त मसँग त्यो खर्च गर्नको निम्ति अब मुड छ, न त समय नै छ, के गर्छु म त्यसको?
बाँच्नको निम्ति समय निकाल्नुहोस्, थोरै भए पनि सास फेर्नुहोस्। कहाँ पुग्नु छ? कुल डाउन। जीवन यसरी नै चल्छ। थोरै सुस्ताउनुहोस्, लामो सास लिनुहोस्, आफैलाई रिलिफ गराउनुहोस्। आफ्नो वरपर हेर्नुहोस् व्यक्तिहरू, तिनीहरूसँग सम्बन्ध बनाउनुहोस्, प्रेम गर्न सिक्नुहोस्, रमाउन सिक्नुहोस्, समय बिताउन सिक्नुहोस् अरूसँग। कहाँ पुग्नुहुन्छ दौडेर? See you in next video.